हेलो, आज हामी दिदीबहिनीले मोमो चाउचाउ टुपेम च्यालेन्ज गर्न लागेको छौँ। अनि फेरि टुपेममा 3वटा टुपेम चाउछ अनि मोमो चाहिँ 51 प्लेट भन्ने मात्र। साथीहरू हाम्रो मोमो चाहिँ यत्रो परेको छ है। अनि साथमा यो छ, तिम्रो कोक देखाइदेऊ, मेरो चाहिँ पानी। म चाहिँ कोक नखाने। अनि च्यालेन्ज जित्नेलाई चाहिँ 200 रुपियाँ है, 200 रुपियाँ। ल अब सुरु गरौँ। 1 2 3 ल गो। यसमा हालेर मिठो हुन्छ होला। मिठो भयो। जित्ने त हजुरले नै हो। मैले जित्छु भन्ने त आशै लाग्दैन। हातले नै खाइदिनु के हुनाले। केही नै होइन। मोमो मिठो। चटनी यसमा साइडमा राखिदिनु चटनी। भयो। मोमो मिठो होइन। हाँस्नु भएन। मेरो आज यो चाउचाउ खाने दिन चाहिँ लास्ट है। अबदेखि खान्न म। अहिले धेरै बाहिरको खाएँ। अबदेखि छोडिदिन्छु। झर्छ त। मुखमै आउँदै खानु मोमो त ठुलो भएर। अब मोमो चाउचाउ आजको लागि लास्ट हो, त्यही भएर यो भिडियो नि बनाएको। मलाई यस्तो लाग्छ। किन त भन्दा त छ पानी पिउ न। पानी पिउ क्या। नातिकिन खाऊ न। तिमीलाई जब 200 को के भयो। बुढाले जेठ भने कमाइदिन्छन्। नटी भने मुखमा हालेर कति पसिना आएको हजुरलाई? मलाई आउँदै पसिना आउँछ। अनि मैले त यताउता काम पनि गरेँ नि त। अनि पकाउने उस गर्ने दिदी भएर काम, दिदीले मात्र हो क्या काम गर्ने, बहिनीको त काम छैन। फिर भयो। यत्रो ठुलो खाऊ क्या। अड्दैन मुखमा अड्दैन। मलाई धेरै हालिदिनु भएको क्या। कहाँनिर नपत्ता अहिले भिडियोमा गर्नुले त्यस्तो पाप मैले किन गर्ने होला। अरू बेलामा धेरै हाल्दैन। यसमा त गेम खेल्दा त बराबर हाल्नु, चाउचाउ नि बराबर हाल्नु।
अहिले सर्कियो त्यो खाऊ न यो चाउचाउले सर्कायो क्या मैले चट्नी दिएर हाल्छु क्या मेरोमा ठुलो ठुलो मोमो तिम्रो बरु सानो रहेछ मोमो यो हेर न सबै ठुलो छ त ठुलो है त्यति अगायो चाउचाउ मिठो भयो रहेछ आज पेटै डुम्म भइसक्यो मान्छेहरूले के यति धेरै खानेकुरा कसो खान्छ नि सकेकै हो नि हाम्रो चाहिँ यति खानु बहुत गाह्रो भयो के हो बोलेपछि टाइम लस हुन्छ भनेर के हो बोल्दैन पनि होइन अन्त छिटो छिटो खाना पनि नसक्यो जस्तो भयो कसरी खान्छस् कसरी खान्छ हजुर त है किन जसरी पनि छिटो भ्याउनुहुन्छ है भएर त्यत्रो त्यो होस् आज चाउचाउ मिठो भएछ हेर्नु कि यति खाने हाम्रो 7 मिनट भइसक्यो रहेछ बा कति सोलो खाएको र हाम्रो छ्या मेरो त सक्नु लाग्यो अपोज भयो मिठो भएको है मोमो त धेरै भयो क्या घरमा यत्रो मोमो खान पाउँछ अब बाहिर गएर मिठै हुन्न है के बाहिरको मोमो किनभने आँखै लाग्दैन नि हामीलाई मुखामै हराउँछ नि त ए तिमीले पनि टक्क त दिएर रहेछु जम्मै एउटा त मागेको रहेछ मैले सकेँ है निरुलाई त जित्छु क्या मैले जे कुरा पनि जित्न पर्ने हजुरलाई हार्न यो उसमा मन्जुर छैन हो क्या मिठो भयो रहेछ होइन मैले चाहिँ हाम्रो यता पछाडि बाबु सुतेको क्या बाबुलाई सुताएर तपाईँ देखाएको छैन आफूले सेलिदिनु भयो होइन हौ देखाइदिएको थिएँ यस्तो पछि देखाउँ पछि हाम्रो भाइ बाबु मेरो छोरा हो कि मेरो छोरा ल 200 रुपियाँ है त अहिले माग्न पाउने हो भिडियोमै रहेको छ बेजत त यसो थियो सक्यो